सोझो बन्नको नि धेरै गाह्रो रहेछ। सोझो मान्छेलाई धेरै गाह्रो रहेछ। जसले जे भन्दा पनि पत्याउँदै गए, लास्टमा खोइ भाइरल भएको। भाइरलै हुन सकिएन साथीहरू हैन। अब सोझो मान्छेलाई जसले जे भने पनि अब विश्वास लाग्ने हैन। कोही भन्छ सर्च बारमा गएर क्रिएटर इन्साइटमा गएर भ्युजमा थिचेर अनि त्यसपछि ह्यासट्यागमा गएर भिडियो बनाउनु होला भनेर भन्छ। त्यसमा गएर पनि बनाए भाइरल भएन। अनि त्यसपछि फेरि अर्को भिडियो हेरेँ, सर्च बारमा गएर भाइरलमा भिडियोमा गएर भिडियो बनाओस्, तपाईँको भिडियो तुरुन्तै भाइरल हुन्छ भनौँ। त्यसमा गएर पनि बनाएँ, भाइरल हुनै सकिएन। अनि त्यसपछि हुँदा गएर त अनि फेरि आज एउटा भिडियो हेरेको, टिकटकको सर्च बारमा गएर टिकटक नेपाल भनेर त्यहाँ गएर भिडियो बनाउनुहोस्, अनि त्यसपछि तपाईँको भिडियो भाइरल हुन्छ भनेर भिडियो हेरियो। फेरि भिडियो पनि बनाइयो। खोइ त अब भिडियो भाइरल हुने हो कि नहुने हो, गाह्रो छ यो सोझो छोरालाई फसाउन। ल है साथीहरू, तपाईँहरू पनि गएर भिडियो तुरुन्तै बनाउनु होला। हस् त, धन्यवाद।